यो 5 दिनको बीचमा यही ठुले नाचका समूहहरू सैर्याला र भैर्याला। सैर्याला भनेको केटीहरूको समूह, भैर्याला भनेको केटाहरू। अनि सैर्यालाहरू जान्छ बस तपाईहरू अर्घाखाँचीको भूगोलबाट सहभागी हुनु भएको छ, जन्मिनु भएको छ। हामी कहिले काहीँ घुम्न गएर त्यो भूगोल देखेका छौँ र भनिन्छ त्यो गीतभित्र महिलाको बाजा बिनाको स्वरले मात्रै गाउने चलन छ। अर्घाकोटबाट सैर्यालाले सुरु गर्यो रे भाकामा, अर्घातोषमा भैर्यालाले यो भैलोको परिकल्पना गरी अब महिलाहरू दिदीबहिनीहरू सय गर्दै रमाइलो गरिसकेपछि हामी कुन तरिकाले गाउँ त भनेर ल बाजा बजाउँ, बाजा बनाऊ भनेर मुखमा बन्जरो, हातमा बछुलो, कम्मरमा कुकुरी लिएर पश्चिमतिर फेरि नदीको छेउतिर मादलको घाट खोज्दै गए। अनि त्यहाँ पुगेपछि नदीवारी पूर्वतिर जमुना, पारीतिर गमुना, बिचमा थमारेको रुख भेटेछन्। अनि त्यसलाई काटेर मादलको साइज बनाए। अनि घार खोलेर बाख्रीको छालाले थोरे। अनि कैलो मैलो गाईको छालाले पर्दा बनाएर कसे। त्यसपछि गोटी बनाउनलाई के अरे अङ्गार, गाजुल भन्छौँ हामी आफ्नो भाषामा। गाजुल भनेको गोल पिसेर धुलो बनाए। अनि दाजुभाइ नभएको चेलीको कान्छे औँला काटेर रगत मिसाए। मादलको गोटी बनाएर बजाउँदा मादल बज्यो। अनि खुसी साथ केटाहरू साथीहरू केटा साथीहरू रमाउँदै फर्केर अर्घातोषमा आए। अनि बजाउन थाले अरू अरू बाजासँग 22वटा बाजा, ढिकी जाँतो समेत जोडेर 22वटा बाजा बजाउँदा गाउँै एकदम गुन्ज्यो रे। केटीहरू उता गाउँदै हिँडेका छन्, केटाहरू बाजा बजाउँदै हिँडेका छन्। अनि यो मादलको प्रयोग साउनदेखि पुससम्म यही नाच, यही लगायतका मगर गाउँमा थुप्रै नाचहरू छन्। त्यही नाचलाई औपचारिकतामा ओखला पसेर फेरि नाचु फुकाउने। केटा मान्छेलाई केटी बनाएर विधिवत गीतबाट केटी बनाउने। फेरि केही समय धेरै शास्त्र विभिन्न विधिबाट नाचहरू सम्पन्न गरिसकेपछि नाचो फुकाउने बेलामा फेरि विधिवत अब तपाईहरूलाई थाहा छ सब गहना लुगाहरू भनेर फुकालिसकेपछि आजदेखि पुरुषको भेष भनेर फेरि पूर्व रूपमा ल्याएर फर्काउने यस्तो खालको हाम्रो मौखिक इतिहास छ। र माघ महिनादेखि असार मसान्तसम्म मादल औपचारिक बन्द। साउनदेखि पुससम्म आजभोलि भ्यागुता जमिन मुनि बस्दाखेरि यसरी उफ्रेर यत्रो होल नाच्दा केही नहुने। उतातिर उभेली भन्ने गर्मीयाममा भ्यागुता बाहिर बस्छ, चल्ला बनाउँछ, कराउँछ, ट्वाट बस्छ, चल्ला बनाउँछ, कराउँछ, ट्वाट। त्यो बेला यसरी नाचिदियो भने मुटु ठर्किन्छ अरे भ्यागुताको, अनि पाप लाग्छ भन्ने एउटा मौखिक इतिहास छ। भन्नु त धेरै थियो, मेरो पेसा नै यही हो। गायन बाजा आनन्द आउँछ। छोराछोरी घोराघोरी केही हेर्नु नपरेकोले मेरो पेसा नै यति हो। र तपाईँहरूसँग भेट्न पाए, तपाईँहरू जहाँ जहाँ जे अहिले सुन्न पायो, उद्घोषक भाइले भन्नुभयो, त्यो सबै खुसीको कुरा कार्यक्रमहरू ल्याउनु भएको छ। संस्कृति भनेको एक दिनको कुरा होइन, निरन्तर जीवन्त रहनलाई पुस्ता हस्तान्तरण हुनुपर्छ। सबै सहभागी हुनुपर्छ। तपाईँहरूको यत्रो योगदान कसैले खर्चले, कसैले समयले,
कसैले आफ्नो बुद्धिले अब मादल धेरै बजाउनेको औँला कहाँ टुप्पा फुट्छ कति दिन भोलि पर्सितिर त अहिले चर्को नुन भएको तरकारी छुनु पनि गाह्रो होला। तपाईँहरूको यात्रा एकदमै सफल रहोस्। म नमस्कार। नेपालमा सञ्चार पुरानो पत्रकार मैले सञ्चालन सञ्चालन आएको हो। लगायतको विभिन्न एउटा फोरमहरू दिन सञ्चालन हजुरलाई जानकारी गराउँदै मैले हजुरबाट खुसी गरेर भन्दा अनि मगर समुदाय र कुमाल समुदाय बिचको सम्बन्ध अर्को एउटा चाहिँ नि मैले नाटक विगत लगभग 1.5 महिना नाटक लेखेँ अनि राजाको परिवार सोरठीको विषयमा नाटक लेखेको त्यो सम्बन्धमा मान्यज्यूलाई के छ, मान्यज्यूलाई भेट्यो बडा खुसी लाग्यो। यसको बारेमा हामीले बुझ्ने गरेर छोटकरीमा जनसमुदायले चाहिँ धेरै टाइम किल्न गर्ने अनि राखिदिनु सानो धन्यवाद पत्रकारजीको क्वेसनमा। मलाई खुसी लाग्यो। मगर र कुमाल, मलाई लाग्छ कुमाल भन्ने त नेपालभरि धेरै ठाउँमा बसोबास छ क्यार। तर हामीले के गर्छौँ भने रोल्पातिर सानो मत्य भन्छ रक्सी राख्ने, जाँड अलि थोरै अटाउँछ रक्सी राख्नेलाई हामीले अर्गाली मत्य भन्छ। अर्गाली भन्नुको मतलब अर्गा काँचीमा बनाएको मत्य अलि हाम्रो अघिल्लो पुस्ताले प्रयोग गरेको हो कि भन्ने छोटो कुरा। अरू त अब नेपाल आदिवासी जनजाति महासङ्घको विधान अनुसार सूचीकृत विभिन्न आदिवासी जनजातिहरूसँग हाम्रो अन्तर सम्बन्ध छ। धेरै कुरा केलाउनु पर्छ। म छोटो समयमा त्यति सबल हुन सक्दिनँ। अनि अर्को कुरा के भन्नुभएको, सोरठी भनेको हामीले 18 मगरात 12 मगरात भन्छौँ। ओरिजिन मगरको ओरिजिन 18-12 सिङ्गारो धोता जोगी कति छ कति है। तिनीहरूबाट नाच्दा सोरठी र त्योमा नाचको प्रस्तुति पनि केही कुराहरू छ। मादल्या र मारुनीले जिउ जुझाउने गरिन्छ। यहाँ उमा 18 मगरातको सिङ्गारोमा सुरुको सिङ्गारोमा छोरी मान्छे जस्तै गुरु र छोरीको जस्तो एउटा लज्जा हुन्छ है। सोरठी चेली मैले हुन् चेली भन्दा पनि पहिलाको त्यो हो। अब यिनी कथा वस्तु चरणबद्ध आउँदाखेरि बाइसे राज्य भन्दा लिटरेचरमा अब साहित्य बनाउँदाखेरि कोही साहित्यकारले आफ्नो कलमको पक्ष पनि लिने स्वाभाविकै हो। मैले लेख्दा पनि कविता लेख्नु पर्यो भने छुट्टै बस्छ। अहिले समय पनि एकैछिन म धैर्य धारण गरिदिनको लागि अब यस पछाडिको हाम्रो कार्यक्रम के रहेको छ भन्दाखेरि आजको हाम्रो प्रमुख अतिथि नेपाल मगर समुदाय केन्द्रीय उपाध्यक्ष, संगठन विभाग प्रमुख, संगठन विभागका इन्चार्ज, पूर्व चाहिँ हाम्रो कर्मचारी हुनुहुन्छ उहाँ चाहिँ नेपाल सरकारको एउटा अफिसर। अनि त्यो भएको कारणले गर्दा अहिले हाम्रो उहाँको घर आँगनमा के अरे हामी बिचमा हुनुहुन्छ र उहाँलाई केही अघि पनि उहाँले राख्नुभयो कि बमकुमारी आदरणीय फुपूले राख्नुभयो कि हाम्रो संस्कृतिको विषयमा उहाँसँग यस्तै नलेजको निकै भण्डार छ। त्यही भएर मैले पनि अगाडि हाम्रो जगत रेशमी सर केही एउटा नेतृत्वमा 2071 सालमा हामीले हम्सपुरको रतनमारेमा त्यहाँका महिला दिदीबहिनीहरूलाई, त्यहाँको हाम्रो समुदायलाई एक किसिमको प्रेरणा मिलोस् भनेर चाहिँ हामीले उहाँलाई चाहिँ त्यहाँ स्वागत गरेको थियौं।
र उहाँले यस्तै खालको ज्ञानवर्धक कुराहरू त्यहाँ राख्नु भएको थियो। आज ठ्याक्कै 10 वर्ष पुगेको छ र अहिले पनि उहाँले चाहिँ सठिक रूपमा, तर हामी यहाँ भैले भाइ गर्रा भाइले बुझ्ने गरिकन उहाँले चाहिँ यसका केही परिभाषाहरू दिनुभएको छ। उहाँसँग अझै पनि यस्ता संस्कृति र सांस्कृतिक रूपमा चाहिँ उहाँसँग एउटा नलेजको एउटा भण्डार छ। उहाँसम्म हामीले धेरै सिक्नुपर्ने छ। उहाँको ज्ञानप्रति हामी शिरोधारण गर्दै सम्मान गर्दै उहाँबाट हामीले धेरै कुराहरूको नलेज दिन पर्ने अवस्था रहेको छ। र अब म विषयवस्तु राख्दिनको लागि आजका प्रमुख अतिथि हाम्रो नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष, संगठन विभागका इन्चार्ज जगत र उहाँ फेरि अर्घाखाँची निवासी पनि हुनुहुन्छ, परेना निवासी, अहिले पाणिनी गाउँपालिका वार्ड नम्बर 1 निवासी पनि हुनुहुन्छ। हाम्रो आदरणीय जगत बहादुर रेशमी मगर ज्यूलाई सठिक शुभकामना मन्तव्य राखिदिनको लागि म हार्दिक सठिक भन्नुभयो। यो मगरले बन्दा बन्दै सठिक हुन्छ कि किनभने भाषा गर्नु चाहिँ मगरले अलिक मगरले सिकाएन कि। धन्यवाद हाम्रो राजेन्द्र राणा सरलाई। यो आजको यो 2081 को जुन शुभ तिहारको उपलक्ष्यमा जुन एउटा अर्घाखाँचीवासी साकिन्दारा स्वागती समूहले जुन एउटा एक खालको चाहिँ एउटा आयोजना गर्नुभयो, यो हाम्रो इतिहास, हाम्रो संस्कृति, हाम्रो पहिचानलाई जगेर्ना गर्नको लागि, पहिचानलाई जोगाउनको लागि जुन एक खालको अभियान चालेर जो यहाँ आउनु भएको छ, आएर मलाई आज एउटा प्रमुख अतिथिको एउटा अवसर दिनुभएको छ, त्यसलाई म विशेष धन्यवाद दिन चाहन्छु। आदरणीय दिदी अनि उपस्थित पत्रकारज्यूहरू, उपस्थित सम्पूर्ण यहाँ मगर संघका सम्पूर्ण यो हाम्रो मगर संघको यहाँको सबै कलाकार साथीहरू, पत्रकार साथीहरू